त्यसले कसै प्रकारले सोचेर अनि आफ्नो प्रतिष्ठाको यहाँ पुगेका विद्यार्थीहरूले भन्नुभयो हाम्रो देशमा चाहिँ त्यो कसरी नेता महायुद्धको कसरी स्वतन्त्र भएको धेरै धेरै सोच्नुपर्ने कुरा म के देख्छु भने हाम्रो लोक शक्ति मान्छेको कुराले यो देश बचेको यो सैनिक शक्तिबाट मात्रै बचेको तर आज त्यसका पुस्तकहरू खोजिँदैछ चाहे जनआन्दोलनबाट होस् चाहे चुनावबाट होस् त्यसको रक्षा मेरो मैले सामाजिक तपाईँको सांस्कृतिक कुरालाई सँगै जोड्छु अब अघिको राजनीतिमा मैले राष्ट्रिय सुरक्षा पर्यटन जोडिसकेँ भने अर्थतन्त्रभित्र कृषि आदि इत्यादि आएको होला मसँग समाचार मेरो सिद्धि होला कि कति मिनट बाँकी छ साथ त्यसैले मैले यसमा लामो कुरा गर्न सकिनँ अब यसलाई मूर्त रूप कसरी दिने कसरी मूर्त रूप दिने अहिले हामीले यहाँ कोही प्राध्यापक छौँ कोही पिएचडी गरेका छौँ कोही गृह सचिव छौँ अब मन्त्री पनि एकै पदमा होला जे भए पनि नागरिक हो समान छ ज्ञान र जिम्मेवारीको हिसाबले यसो अनागरिकता फरक फरक देखे पनि हामी नेपाली हौँ समान हो अब हामी यसरी गोष्ठी गरेर सक्दैन त्यो त यहाँले बजार सहमत हुनुहुन्छ